होइन यो बिर्खे भाइ बोलाउनु त बोलाएको थियो आउँछु भन्थ्यो किन चाहिँ ढिलो गरौ अलि हतारै गोप्य कुरा गर्नु थियो इमान्दारी नै कुरा गरेको थियो इमान्दारी नै काम गरेँ मैले आउँदै पो होला हौ हौ दाजु नमस्कार ए आइपुगेछ भाइ हौ आए नि हौ आए दाजुले खबर छोडेको रहेछ के कति कामले हो अनि मलाई अलिकति गोप्य कुरा गर्नु थियो त्यसले गर्दा मैले चाहिँ यहाँ गोप्य ठाउँमा तिमीलाई खुसरुको बोलाएको के थियो त्यस्तो म के गर्न सक्छु होला र अब नआऊ भन्दा पनि दाजुको र मेरो कारोबार उहिलेदेखि यसो चल्दै 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 आएको अहिलेसम्म नराम्रो छैन कोही कोही बेला चर्को पिरो पनि भयो होला भयो तर त्यो त भनेको अब दाजुभाइको कुरो त्यसमा दुखमन छैन त्यसमा दुखमन छैन कुरा चाहिँ मैले पनि इमान्दारी नै गरेँ तिम्रा पैसा अनि मैले भने बेला अलिकति ढिलाइ भयो र पनि फर्काउन चाहिँ मैले होइन दुखाइ बिमारी लाग्यो दाजुलाई पनि मैले बुझेँ नि त्यो कुरो त्यसो गर्दा अनि यसो सम्झे दाजुले मलाई नराम्रो गर्न खोजेको त होइन अनि मैले चाहिँ खास चाहिँ भाइलाई बोलाएको कारण चाहिँ के हो भने अस्ति तिमीले त देखिहाल्यौ लम्पसार पर्दाखेरि पानी दिने मान्छे कोही छैन अनि अब भाकी एउटी पनि गएर माइता उताउतै कता के भयो जिल्लिन गाँठी भयो दुःख पाइयो बुढेसकालमा दुःख पाइयो अनि एउटा कहीँनिर तिमी त अलिकति यसो वरपर हिँडिरहने मान्छे अनि कहीँ यसो बुझिया छ भने एउटा भाउजू हेरिदिन्छौ कि भन्ने आशा गरेँ हौ मैले त त्यसरी पो मैले त तिमीलाई खुसरुको बोलाएँ अब यो उमेरमा बिहे गर्नु होइन सलाक सुलुक पारेर एउटा मिल्छ भने एउटा भाउजू ल्याइदेऊ मैले साह्रो दुःख पाएँ भाँदा यो शङ्खरे डाका यो यसले केही गर्छ कि बुहारी ल्याउला नातिने बुहारी भने पार्ला आएन होइन हौ दाजु अब 84का पूजा लाउने बेलामा अब भाउजू ल्याउनु एउटा हुन्छ भने ती त नाग्यो होला है 80 पुग्न आँट्या जस्तो चाहिँ छ तर पुगिहालेको छैन भन्नु हुँदैन पुग्ने कुरो चाहिँ हो यहाँ खोलागरी साइलाकी दिदी छ अनि बेची गरे हो पहिला अब ती भिनाजु कता गए ती छोराछोरी कता गए 5-7 बेतेची भाकी हो अब चाहिँ हुँदैनन् बेत बसिन् हुन्छ त्यही भए पनि हुन्छ हौ दुःख पाइयो घरमा अब अहिले मेरो उमेर अनुसार अब भर्खरका चिटिका पर्या त कहाँ आउँछन् होला र यो उमेरमा अब कुरो कानी गरेर उमेर चाहिँ अब तिमी भन्दा 1-2 वर्ष कि जेठी नै होलिन् तर दर्बिली छन् हुन्छ अब उसका चाहिँ मिल्छ अब 12 छोरा 13 नाति बुढा धोक्रो काँदै माथि भने जस्तो उनका चाहिँ 7-8 वटा केटाकेटी कोही बेलायत कोही हङकङ कोही जर्मनी गए कोही फ्रान्सतिर छन् अब यिनलाई फ्रान्स जर्मनी भनेको कता यी रोडाथाङ नै स्वर्ग भइगयो उनलाई अनि भेटघाट हुँदैन त्यस्तै हेऱ्यो भने त नाता नातिना 10-12 वटा छन् अनि अब उसलाई पनि यसो अलिकति सहारा चाहिएको अनि यसो कसो कुटुम्ब पर्यो भने हेरौँ भन्ने कुरो चाहिँ भएको छ लु टक्कै फोन पनि त्यही डाँडा गरेर साइलाले गरेछ दिदीको हालचालका लागि एउटा छ कुटुम्ब लिएर आऊ भनेर भन त कुरा मिल्यो भने त केही छैन नि गरौँ हेलो हजुर सालाजु नमस्कार हजुर यहाँ मिलाउँदैछु त्यस्तै यहाँ एउटा कुटुम्ब आइलाएका छन् खानदान हुन् तर एक्ला छन् बिचारा अलिकति उमेरले चाहिँ हुन त दिदी जति त अलि होइन तर पनि राम्रो घर खानदान एकदमै राम्रो एक्लै बुढा छन् छोरा नातिले छोडेर गए अनि बुढा एक्लै छन् लिएर आउनु लु भइगयो बन्दोबस्त मिलाउँदै गर्नुहोस् म सरासर लिएर आउँछु 1 घण्टा भित्रमा आइपुग्छु कुरो पक्का गरिदिए अब हिँडौँ पो 2 बुढा हुन्छ मैले गरिसकेपछि नहुने कुरो त होइन हिजो अस्ति नै कुरो भएको थियो
अनि अब दाजुसँग अलिकति भेटघाट नहुँदा र आज बोलाउन पठाउँदा फेरि यही कुराको जोडन मिल्दा चाहिँ अनि मैले पनि झ्यास सम्झेँ, उताबाट पनि सम्झेछ यति बेलै। लु 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 मिलाऊ मिलाऊ, तँलाई पनि सजिलो, भाउजूले मिठो चिया पकाएर दिन्छ नि त, खान पाइयो नि त। आँखा चाहिँ अलि मधुरा छन् है, हुन्छ नि त। आँखै बन्दै नदेख्ने होइन, देख्छिन् यसो छानछान सुमसुम गरेर अँधेरामा चाहिँ अलिक साह्रै पर्छ धन्दा पत्ता गर्नलाई। हुन्छ त्यतिको, चस्मा लाउँदा हुन्छ होला नि त यस्तै। हुन्छ हुन्छ, तपाईँको पनि त आँखा अलिकति कमजोरी नै हुन्। चस्मा दुईजना चस्मा जानु अरे आजै आजै। लु हिँडौँ। गरम त अलिकति छैन त, गरमले खरो होला जस्तो छ त हेर यी बुढाको। आमामामा पसिनै पसिना, गरम छ नि त। हो हो हो, जाउँ यसो बाटैबाट जाउँ शीतल ताप्दै। हौ खुट्टा जम्मै दुखिसक्यो, कहिले पुगिन्छ हौ? लाग्छ नि चर्का घाम, यो चैत वैशाखको चारवटा घाम लाग्यो क्या। बिसाउँदै बिसाउँदै जाउँ न, त्यहाँ तल खोलामा पुगेर अलिअलि पखाल पुखुल गरेर अनि जाउँ न। मलाई त फड्को होला जस्तो हुँदैछ नि त। होइन केही हुँदैन, हिँड्नुपर्छ दाजु। कति छ भाइ बाटो? अब आधा घन्टामा पुगिहालिन्छ। ती हो यो चारवटा घाम लाग्यो, रिगाटा लाग्न थालिसक्यो मलाई त। पर खोलामा जाउँ अनि यसो सयल बसौँ, अलिअलि बादल पनि आउँदैछ। अब यो जेठ असारको घाम यस्तै हो। अनि अब बिहे गर्ने भएपछि केही न केही अलिअलि दुःख त गर्नै पर्यो। पर्छ। अनि अब त्यसै कहाँ हुन्छ र? अनि त्यहाँ गएर ढलै बिहे गर्छु भन्छन् यो उमेरमा। अहिलेको घाम नारी बसेको नि हौ। हौ सुरबिरा काका, के भयो हौ? भाइ म कहाँ आएँ? यहाँ उठौँ त, अलिकति उठौँ त। खुट्टो रड्क्यो हौ अलिकति। यस्ता छिनछिनमा मुर्छा खाने बुढालाई मैले के दिनमा लिएर हिँडेछु भगवान्। के को ऐबारो आइलाग्यो मलाई। यो पिण्ड खाने बेलामा बिहे गर्छु भन्छन्। फड्को भयो, रिगाटा लाग्यो हो। होइन अलिक चाहिँ शीतल भयो कि के भएर चक्कर लाग्यो, अलिक ज्वरो आउँदै थियो होला। यसरी अब पाइलै पछि मुर्छा खाएपछि घामले गर्दा हो। अलि शीतलमा बसौँ न। लु बसौँ, लु बसौँ, लु बसौँ बसौँ बसौँ। जिउ हुर्रिगयो नि, जिउ हुर्रिगयो। अब यी टोपीहरू अलिक खोलिदिने बेला भयो। लु अलि आराम भयो, अलि आराम भयो। आराम भयो। ए पुगिन्छ क्या हौ भाइ? आज पुगिन्छ पुगिन्छ। रिगाटा तर पहिला चाहिँ यसो गरौँ न। रिगाटा लागिरहेछ? रिगाटा पुरा लाग्यो, चक्कर पुरा लाग्यो। हौ डक्टर कहाँमा जाउँ कि? अलिकति यो गरममा शरीर तातेको बेला अलिकति गोलकुस खानुपर्छ। गोलकुस पानी खाएपछि नि अनि जाउँ। लु पैसो छ, पैसो बोकेको छ? बोकेको छ, लगिदे मलाई डक्टर कहाँ लगिदे। रिगाटा साह्रो लाग्यो भन् सबै घुमो। लु यो के ऐबाएर लिएछु नि भगवान् मैले यिनलाई। मैले के दिनमा जिम्मा लिएछु। अब ऊ डक्टर कहाँमा लानु हो कि त्यहाँ गएर साइला खोला पारी साइला कहाँमा लानु हो? यो के आइलाग्यो हो मलाई। हे भगवान्। लु उठौँ, लु बिस्तारै 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 गएर अलिकति गोलकुस पानी लाउँ। रिगाटा लाग्यो सबै घुमो। अलिक त उमेरको ख्याल पनि राख्नुपर्छ नि। अब बिहेको कुरा 1-2 दिन राखौँ। अब डाक्टर कहाँमा गएर सरसल्लाह गरेर औषधि उपचार गर्नुपर्छ। जाँच पडताल राम्रोसँगले गर्नुपर्ने रहेछ। यसरी छिनछिनमा मुर्छा खानेले स्वास्नी पालिन्छ। ल ल ल तिमी यहाँ बस्दै गर कि म सोधी खोजी गर्छु। यो समातौँ त अलिकति। यहाँ डक्टर हुनुहुन्छ? हुनुहुन्छ नि। यहाँ अलिक सुरबिरे बाबै बिमारी भएर लिएर आएको। यहाँ दबाई औषधि डक्टर सबै एकदम उपलब्ध छ है? सबै पाइन्छ एकदम। यतै भित्रै लिएर आउनुहोस् न उहाँलाई। ट्रिटमेन्ट गर्नुपर्छ है? हजुर हजुर।
लु लु उठौँ लु उठौँ यहाँ घन्टी रहेछ घन्टी ए ए दैलो खोलिँदो रहेछ लु जाउँ डक्टर त राम्रा रहेछन् कि दबाई औषधि लेखिदिएछ यो औषधि खाएपछि ठिक भइहालिन्छ नि 2 दिन 3 दिन चाहिँ रेस्ट गरौँ अब कतै नकुदौँ है हौ लडिन्छ है एकछिन बस्छु अचानक के भयो बस्छु म यहाँ दबाई किन्छु भाइ यो दबाईहरू छ लु दिउँ न लेखिदिएको छ बिमारी ठाउँको ठाउँ पाइले पछि मुर्छा खाने विक अलिक वृद्ध पनि हुन् अब यो तपाईँले बिहान बेलुकाको दिनुहोस् हो एक वटा अनि यो बिहान खाली पेटमा दिनुहोस् अन्त यो बेलुका सुत्ने बेलामा एउटा निन्द्रा लाग्दैन बुढाबुढी मान्छेलाई अनि यो बिहान बेलुका एक चम्ची भिटामिन गरेर अनि यसको कति भयो पैसा यसको त जम्मा 750 भयो हौ 250 यसको 400 650 भयो यसको 100 700 भयो यसको 50 अनि 750 डिस्काउन्ट कति हुन्छ डिस्काउन्ट त पाइँदैन अन्त सिलगढीमा दबाई किन्दाखेरि चाहिँ 20% 30% डिस्काउन्ट हुन्छ हाम्रो सिक्किममा चाहिँ के हो यो त डिस्काउन्ट त हुनु पर्यो नि त यहाँ चाहिँ अलिक डिस्काउन्ट मिल्दैन कि अब यो दबाई भनेको चाहिँ कम्पनीले नै पनि डिस्काउन्टमा छोडेको हुन्छ अनि हामी पब्लिक त मर्नु भएन नि यसमा डिस्काउन्ट हुनु पर्यो नि कति डिस्काउन्ट चाहिँ हुन सक्छ तपाईँले अब जम्मा 700 रुपियाँ दिनुहोस् न 50 रुपियाँ डिस्काउन्ट गरेर हुँदैन त्यसरी 30% डिस्काउन्ट पाउनुपर्छ आज सिक्किमको जति पनि पब्लिक मरेको चाहिँ यो दबाई दोकानले गर्दाखेरि हो कुरा त ठिकै हो तर जिपे गरिदिन्छु म साह्रो पर्छ हामीलाई पनि साह्रो पर्छ बस्न त कमाउनै बस्नु भएको होला अब अबरमा दबाई नखाई बाँचिँदैन तपाईँहरूसँग किनिदिनै पर्छ र यो दबाईमा यसरी यति साह्रो खानु चाहिँ भएन दबाई दोकानेले पनि अलिक मिलाएर दिनुहोस् न त तर अब बुढाबुढी मान्छेलाई भनेर यहाँ खिच्नु फोटो डिस्काउन्ट गर्न हजुर लु 700 हालिदिएको छु है तर यसरी दबाई कहिले पनि बिना डिस्काउन्ट चाहिँ कसैलाई नबेच्नु 30% डिस्काउन्ट गरेर दिनुपर्छ दाजु अब यति खाएपछि चाहिँ नि टक्कै जाती हुन्छ मैले जिपे गरिदिएको छ बाँकी तपाईँलाई लाग्यो है लु जाउँ बिस्तारै जाउँ अब ल हुन्छ भाइ गएको अहिलेलाई बिस्तारै लानुहोस् ल यो हवस्